हेलो निलामणी किसिम दाई, म त यता खर्कतिर आएको छु। खर्कतिर हेरौँ न गाई बस्तुको खर्कै जोत्तै यता अब पुरा गाई गोरु चराउँदै अब यस्तो खर्कतिर आएको छु। हेरौँ न खोलाको पुछारतिर, यहाँको खोलाको पुछारतिर यता पुल छ, यता माथि खेत छ, यतापट्टि माथि देखिएको कुकुर भुका बिरो। निलामणी किसिम दाई हेर्दै गर्नु है, गाई गोरुको खर्क हेर्नु। पारिपट्टि पारिपट्टि हेर्नु राम्रोसँगले, बाख्रै बाख्रा पनि छन्, गाई गोरु छन्। अनि यतापट्टि नि हेर्नु, यतापट्टि त यो के भन्छ मेनपुर होइन, यतापट्टि मेनपुर, यतापट्टि के खर्केली टार, यता यता सातटारे, यता पारिपट्टि यता पड्किने टार, यता यहाँ पारिपट्टि दुखी डाँडो। हेर्नु है निलामणी किसिम दाई, हेर्नु है, हेर्नु है। हेलो गाइस, आज चाहिँ हामी यहाँको खोलातिर छौँ। आज हाम्रो यो पुरानो खेती, हामीले आजभन्दा 20 वर्ष अगाडि यो रोप्ने खेततिर छौँ। यहाँ चाहिँ हाम्रो गाउँको सबै खेतीहरू छ। यहाँ नजिकै यो कटेरो चाहिँ हाम्रो नवराज खत्रीको, यता पारिपट्टि हाम्रो आफ्नै माछा घरको, यता मासतिर यता गैराटोलतिरको, यहाँ गोड्दै गरेको, यहाँ तल बाउरे थापाको खेतालाहरू हुनुहुन्छ। खेतालाहरू टर्न खेत गोड्नको लागि धमाधम रहेछ गाइजहरू। यता उल्टोपट्टि सबै हाम्रो गाउँतिरकै पऱ्यो क्या गाइजहरू। यस्तै छ गाइजहरू होइन। म यता छु, म पनि अब। हेलो नमस्कार हजुर, नमस्कार सबैजनालाई नमस्कार। आज चाहिँ म खोला जाँदैछु। खोला जाने क्रममा यहाँ हाम्रो यहाँ बस्ने ठाउँ, पहिले भारी बोकेर ल्याउने ठाउँ, यहाँ धान बिसाउने ठाउँ हो, टाँकुरो भन्ने ठाउँ हो होइन। यहाँ राता डाँडा छ, यहाँ पुरा आँप पनि फल्थ्यो पहिले, अहिले त असिनाले कुटेर आँपसाप नि रहेनछ। अनि टक्क यहाँबाट सबैतिरको दृश्य देखिन्छ। यहाँनिर बसेर अब लगभग आधी घन्टा 1 घन्टा बसिन्थ्यो सबैजना। अब अहिले पो ट्र्याक्टरले भारी बोकेर हिँड्ने चलन छैन, ट्र्याक्टरले बोक्ने कुरो छ होइन। सबैतिर चलन चल्ती अनुसार रोड बाटो खोलामै पुगेको छ होइन। यतापट्टि यहाँ यो म ठ्याक्कै जानुपर्ने चाहिँ यहाँनिर हो होइन। यहाँदेखि अलिक मास्तिरपट्टि त्यहाँ पुग्नुपर्छ, लगभग लाग्छ 1 घन्टा जति होइन। उहाँ देखिएको चाहिँ हाम्रो पुल, ठाँटीको पुल भन्छन्, त्यहाँबाट चाहिँ यामपाङ जाने रोड हो। त्यहाँबाट सट्ट गएर यामपाङ यतापट्टि पर्छ होइन। यामपाङ गाउँहरू यस्तो देखिँदो रहेछ यतापट्टि होइन। यहाँनिर चाहिँ रातमाटे उहाँ गइमा देखेको चाहिँ ऊ पञ्चेटो बाटो उहाँ देखेको चाहिँ। अनि यहाँ पारिपट्टि देखेको यो जलकुनी होइन। यतापट्टि टक्क म अब यो बाटो हिँडेर जाँदैछु। अनि हाम्रो यतापट्टि चाहिँ लगभग यहाँनिर चाहिँ भुल्के हो बेसी। त्यहाँ पहिले चाहिँ बसोबास गर्नुहुन्थ्यो, एकचोटि बाख्रा फर्म पनि थियो, अहिले उहाँहरू हुनुहुन्न। त्यहाँदेखि परतिरपट्टि चाहिँ हाम्रो खलन्टार पर्छ। अनि यहाँनिर चाहिँ गोठ छ, यहाँ चाहिँ अझै पनि मान्छे बसिरहनु भएकै छ, यहाँनिर देखिएछ नि अलिअलि। यहाँनिर म चाहिँ अहिले यहाँनिर ठ्याक्कै डाँडामै छु। म आज खोला झरेको धेरै दिन पछाडि, खेत त रोपेको छैन, तै पनि कस्तो भयो खेतलाई, अब एकदम झार हान्नु, दबाई हान्नुपर्ने छ त्यो झारमा। अनि फाँडफुँड गरेर दबाई हानेर पर्सि रोप्नका लागि, बिउ राख्नका लागि म आज खेत हेर्न झरेको गाइजहरू होइन। मेरो सानो मिनी भ्लगहरू आउँदैछ। अब गोरुको मात्रै हालेर पनि भएन, कहिलेकाहीँ यसो मनोरञ्जन दिनका लागि पनि यहाँ बाटो यस्तो छ भनेर देखाउँदैछु हजुरहरूलाई। हेरिदिनु होला, म खोला जाने बाटो यस्तो छ होइन गाइजहरू। सबैजनाले हाम्रोतिरको भोजपुर सडानन्द 12को खोला जाने बाटो हेरौँ है। हाम्रो खेत जाने बाटो चाहिँ यो, यही बाटो जानुपर्छ, यस्तो बाटो हिँड्नुपर्छ होइन। भिरको बाटो यस्तो छ बाटो। पातहरू सबै झरेको छ, सालको पातहरू चिप्लो चिप्लो छ, अप्ठ्यारै छ नि। हजुरले चाहिँ घाँसको बारी लिएर आउँदै हुनुहुँदो रहेछ हजुर। खोला गएको हजुर, खोला यसो हेर्नलाई घाँसको बारी टन्न लिएर आउँदै हुँदो रहेछ। हेलो गाइज, आज चाहिँ म टारी खेततिर छु। हाम्रो यहाँ यो गोठ, हामी गाई गोरु यता छन्, मकै छरेको रहेछ टन्न। यता हाम्रो गुरुको घर, यहाँ पहिले पण्डितको। पुरा हामी यता फाँटमा छौँ, टारी गाउँको बेग फाँटमा छौँ गाइजहरू।
खेती गर्नुपर्छ अरे खेती नगरिकन